नम्बर फिनखान एकदमै इम्पोर्टेन्ट क्वेशन हो जुन चाहिँ हाम्रो एक्जाममा पनि कतिवटा आउन सक्छ 3 देखि 4 वटा उसै गरी 5 वटा उसै गरी 6 वटा सम्म पनि फिनखान आउन सक्ने सम्भावना हुन्छ 4 देखि 6 सम्म तपाईहरुलाई फिनखान आउन सक्ने हुन्छ त्यही भएर इम्पोर्टेन्ट कुरा भएको भएर राम्रोसँग हेरौं फिनखान भनेको खाली ठाउँ के भनेको छ यहाँ एकमा एक नम्बरको अप्सनले के भन्छ इयङ आधा उपयोग गर्नु सेवा सुविधामा लाग्छ है त सेवा सुविधा अनि इयङ हानिका प्रयोग गरेकोले उपयोग गरेकोले भनेर बुझ्दा भयो उपयोग गरेकोले निका उनिका भनेको के त एकोले अनि इभन 2 नम्बरमा जिमान भनेको के रे यता पनि इयङ हाजिमान प्रयोग अथवा उपयोग गरेता पनि उपयोग गरेता पनि भन्छ साम्बन 3 नम्बरमा खुगेङ आधा भनेको अवलोकन गर्नु अनि खुगेङ हानिका अवलोकन गरेकोले अनि खुगेङ हाजिमान अवलोकन गरेता पनि पहिला अप्सनलाई बुझ्नु पर्छ के अवलोकन गरेता पनि अब यो फिनखान भन्दा पहिला म के भन्नु चाहन्छु भन्दा अब यस्तो खालको आयो नि लामो अब यसलाई चाहिँ कोरियन टु कोरियन मिनिङमा मात्रै खोजेर नपर्ने के हामीले नेपालीमा कस्तो अर्थमा लाउन सकिन्छ नेपाली अर्थमा टक्कै आन्सर लाउने यहाँ बीचमा के पुगेन जस्तो लाग्छ त्यही लगाउने ट्याक्कै नेपाली र कोरियन हल्का फुल्का मिल्दो जुल्दो भएको हुनाले कोरियन अर्थ सर्र एकचोटी पढ्ने यहाँ आउने अब अलग झुकियो नेपालीमा कुन मिल्छ त यसो आफूले पनि दिमाग लगाउन सकिन्छ जुन मिल्छ जस्तो लाग्छ त्यही यहाँबाट लाग्छ अब हेरौँ है के भन्छ खिसुक्सा युगेसिरेछ होस्टेलको आराम कक्षमा टेलिभिजनल फोगना टिभी हेर्ने अथवा कम्प्युटरल सुनन कम्प्युटर प्रयोग गर्ने सारान्तरी मान्छेहरू मानसुमिदा धेरै हुन्छन् खिसुक्सा युगेसिरेछ होस्टेलको आराम कक्षमा टेलिभिजनल फोगना टिभी हेर्ने अथवा कम्प्युटरल सुनन सारान्तरी कम्प्युटर प्रयोग गर्ने मान्छेहरू मानसुमिदा धेरै हुन्छन् यर सारान्तरी धेरै मान्छेहरूले डट 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 युगेशील आनेसरन आराम कक्षको भित्र चाहिँ स्वयंगी हे हामीदा शान्तसँग रहनु पर्दछ अथवा शान्त हुनु पर्दछ भन्छ धेरै मान्छेहरूले इयङ हानिका प्रयोग गर्ने भएकोले इयङ हाजिमान प्रयोग गरे तापनि खुगेङ हानिका अवलोकन गर्ने भएकोले खुगेङ हाजिमान अवलोकन गरे तापनि अब पहिलो कुरा त खिसुक्सा भनेको होस्टेल हो यो चाहिँ सेवा सुविधामा लाग्छ अब होस्टेलको आराम कक्ष भनेपछि यो चाहिँ हामीले सेवा सुविधामा राख्नुपर्छ त्यही भएर खुगेङ आधा भन्ने कुरा अवलोकन गर्नु त बाहिरी दृश्य प्राकृतिक दृश्य पैसा नतिरिकन बाहिर गएर हेर्ने कुरालाई राख्छ भनेपछि खुगेङ आधा त मिल्यो अब निका उनिका र जिमानमा छुट्याउनु पर्यो प्रयोग गरे तापनि धेरै मान्छेहरूले प्रयोग गरे तापनि भित्र चाहिँ होशियार पूर्वक रहन पर्छ भन्ने हो त धेरै मान्छेले प्रयोग गरे तापनि मतलबै हुँदैन हल्ला गर्न नि पाइन्छ भन्ने हुनु पर्यो नि त किनकि जीवन आएपछि त जुन कुरा चाहिँ खोजेको बाक्यले त्यो कुरा आउनु भएन भनेपछि कति हुने भयो आन्सर 11 एकको आन्सर हुने भयो है त हेर सारान्तरी धेरै मान्छेहरूले इयङ हानिका प्रयोग गर्ने भएकोले सेवा सुविधालाई उपयोग गर्नुमा इयङ आधा लाग्छ हेर सारान्तरी धेरै मान्छेहरूले इयङ हानिका उपयोग गर्ने भएकोले युगेशिर आनेसनन आराम कक्षा भित्र चाहिँ स्वयंगी हे हामीदा शान्तसँग रहनु पर्दछ भन्छ संज्ञापन 11 एक नम्बरको आन्सर हुने भयो है त ल त्यसैगरी 32 मा हेरौँ है छुया हामीदा अनि के होला यो छुया भनेको चिसो हुनु पर्छ भनेर आको होला सायद अब यो चाहिँ टिप्नु पर्छ भन्ने होला यस्तो खालको छुप्ता भयो भने के हुन्छ भइमा अचेको कुराहरुलाई टिप्नु भन्ने हुन्छ है नझुक्किने छ वाला छुप्ता छ भने चाहिँ चिसो हुनु हैन ओरिजिनल छ भने चाहिँ चिसो हुनु अनि यो छुप्ता छ भने चाहिँ खसेको कुरा टिप्नु भन्ने लाग्छ त्यसैबाट छुया हामीदा टिप्नै पर्दछ भन्न खोजेको यसले ल त्यसैगरी थुदाबाट थुया हामीदा राख्नै पर्दछ अथवा राख्नु पर्दछ अनि छुप्ता टिप्नुबाट छुपको स्मृति टिपिरहेको छु छिन हुनुहुन्छ छौ भन्ने अर्थ लाग्यो अनि थुदाबाट थुको स्मृति राखिरहेको छु छौ छिन हुनुहुन्छ सुरेगिनन फोहोर चाहिँ हाम्बुरो भनेको के रे मुदान र हाम्बुरो भनेको जथाभावी
मुदान फरिमेन अथवा हाम्बुरो फरिमेन आन्दोनिदा जथाभावी फाल्यो भने हुँदैन भनेको फाल्नु हुँदैन। सुरेगिनान फोहोरलाई चाहिँ सुरेगी छुङन्याङजे फोहोरलाई चाहिँ फोहोरको छोङन्याङजे भनेको के त छोङ भनेको प्रकार, न्याङ भनेको मात्रा अनि जे भनेको प्रणाली। यहाँबाट के बुझ्नु पर्यो फोहोरलाई चाहिँ व्यवस्थापन गर्ने तरिकाले चाहिँ छुट्याइएको प्रणाली अनुसारको होइन। फोङ थुए भनेको चाहिँ पकेटमा भनेको फोहोर छुट्याएर फाल्ने फोहोरको परिमाणलाई छुट्याएर फाल्ने प्रणाली अनुसार कानुन अनुसार तोकिएको। फोङ थुए भनेको झोलामा नहस राखेर छङेजिन छाङसोए निर्धारित गरिएको अथवा तोकिएको छाङसोए स्थानमा के गर्नु पर्दछ टिप्नु पर्दछ। मिलेन। छुपको सुविधा टिपिरहेको छु पनि मिलेन, ठुको सुविधा राखिरहेको छु पनि मिलेन भनेपछि के हुने भयो थुया मिदा। त्यसो गरिसकेपछि त्यहाँ राख्नु पर्दछ अनिवार्य भयो नि त अनिवार्यताको कुरा होइन। फोहोरलाई चाहिँ जथाभावी फाल्यो भने हुँदैन। फोहोरलाई चाहिँ सुरेगी छोङन्याङजे फोहोरको चाहिँ व्यवस्थापन गर्ने प्रणाली अनुसारको फोङथुए झोलामा नहस भित्र राखेर अनि छङेजिङ छाङसुए तोकिएको अथवा निश्चित गरिएको ठाउँमा के गर्नु पर्दछ थुया हामी त राख्नै पर्दछ भन्छ। छङ्दा पनि इभन 2 नम्बरको एन्सर हुन्छ। केही छ समस्या बुझेको केही छैन नि? ओके त्यसो भएपछि हामी 33 मा जाम त ल। 33 नम्बरको क्वेशन हेर्नु पढ्दै गर्नु है त तपाईहरु। तादा भनेको थाहा छ तादा एउटा टिप्नु के टिप्नु फलफुल टिप्नु। अर्को प्राप्त गर्नु कस्ता कुराहरु प्रमाणपत्रहरु के है छाग्याक्सुम प्रमाणपत्रहरु प्राप्त गर्नलाई के हुन्छ तादा हुन्छ। अनि फाल्गु बाधा भनेको चाहिँ इस्यु गर्नु जारी गर्नु। अनि फाल्गु बारेको जारी गर्ने विचारले फाल्गु बाधा भनेको चाहिँ इस्यु गर्नु जारी गर्नु भने। अनि फाल्गु भाना जारी गर्यो भने तारेको भनेको चाहिँ पाउने विचारले अथवा टिप्ने विचारले रेगो उरेगो भनेको ने विचारले हैन। अनि फाल्गु भाना भनेको चाहिँ जारी गर्यो भने फाल्गु बाधा जारी गर्नु अनि म्यानुम्यान यो भने जारी गर्यो भने। तादाबाट तामेन भनेको चाहिँ प्राप्त गर्नुबाट प्राप्त गर्यो भने आफू हो भने फेरि गरे भने भन्ने हुन्छ है। हामी हो भने गर्यौं भने भन्ने अर्थ हुन्छ फेरि। ल यहाँबाट हेरौं मियङसा भनेको ब्युटिशियनको छाग्याक जुङ्गल प्रमाणपत्रलाई डट 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 युग केवल छनबुत 6 महिना अघिदेखि इलियल मादा आइतबार पिच्छे मियोङ खेयुगुल ब्युटिशियनको तालिम थाकको सुविधा लिइरहेको छु अरे। थाउजु इरे अर्को हप्ताको आइतबार मियङसा छाग्याक जुङ्गल अर्को हप्ताको आइतबार चाहिँ ब्युटिशियनको प्रमाणपत्रको लागि सिएमई सुविधा परीक्षा छ अरे है। मियङसा छाग्याक जुङ्गल तारेको ब्युटिशियनको प्रमाणपत्र पाउने विचारले अनि फाल्गु बारेको इस्यु गर्ने जारी गर्ने विचारले भन्ने त कुरै भयो। जारी गर्नु भनेको त बनाउनु हो के तपाईको जारी मिति इस्यु डेट भनेर लेखेको हुन्छ नि नागरिकताको पछाडी कहिले पाउनु हो भन्ने डेट हो के त्यो भने कहिले बन्यो त कहिले जारी भयो। नागरिकतामा पनि जारी मिति हुन्छ कि हुन्न इस्यु डेट अथवा त्यो पासपोर्टमा पनि जारी मिति इस्यु डेट हुन्छ नि। त्यो भनेको चाहिँ त्यो पासपोर्ट कहिले बन्यो त भन्ने कुरा हो कहिले चाहिँ निक्लेको हो त भन्ने कुरा हो। त्यही भएर त्यो चाहिँ मिल्दैन। फाल्गु बाधा भनेको पनि जारी पाउनु। अब फाल्गु बाधा त मिल्दै मिलेन। अब पाउने विचारले 6 महिना अघिदेखि आइतबार पिच्छे ब्युटिशियनको तालिम लिएको छु भन्ने कि पायो भने चाहिँ लिइरहेको छु भन्ने त नि। अब पास्टमा त म्यानुमेन्ट त लाग्दैन नि त्यही भएर मिल्दै मिल्दैन हैन। अब के रे ब्युटिशियनको चाहिँ प्रमाणपत्र पायो भने चाहिँ 6 महिना पहिलादेखि मैले गरिरहेको छु भन्न त मिलेन। त्यही भएर पाउने विचारले अथवा प्राप्त गर्ने विचारले मियङसा छाग्याङ जुङ्गल तारेको ब्युटिशियनको प्रमाणपत्र पाउने विचारले यो केवल छनबुत इरेल मादा मियङ खेयुगुल फाक्को सुविधा 6 महिना पहिलादेखि आइतबार पिच्छे ब्युटिशियनको तालिम लिइरहेको छु। थाउजु इरे मियङसा छाग्याक जुङ सिएमई सुविधा अर्को हप्ताको आइतबार ब्युटिशियनको प्रमाणपत्रको लागि इक्जाम छ भन्छ। सम्झा पनि इल्बन छैन नि समस्या त्यस्तो। ओके ल 34 र 35 पनि हेरौँ हैन। त्यसपछि चाहिँ अब
समय पनि खासै नहोला। कति होला 34 कति होला 1 हो 2 35 को कति होला हजुर बाहिरमै निरिदा भनेको झर्नु अथवा झार्नु भन्ने अर्थ हुन्छ झरेर अथवा झारेर अनि ख्यादा भनेको अन गर्नु दोरोक भनेको नेगरी अब ख्यादा भनेको बाल्नु बाल्ने गरी है बाल्ने गरी अथवा अन गर्ने गरी अनि नेरिदा भनेको झर्नु झार्नु नेरिदोरोक भनेको झर्ने गरी अथवा झार्ने गरी यहाँ चाहिँ स्विचको कुरा गरेछ त्यसैले झार्ने गरी भनेर पढौं अनि ख्यादाबाट ख्यासा भनेको अन गरेर असास भन्ने कुरामा जोडियो के भन्छ त इरी कुन्नामेन काम सकियो भने छागब खुङ्गुनन कामका औजारहरूलाई छागब भनेको कामका खुङ्गु भनेको औजारहरूलाई चाहिँ छङ्नी हामे छङ्नी भनेको व्यवस्थापन हाम भनेको बक्स छङ्नी हामे व्यवस्थापन बक्समा नख्खो राखेर खिगे मेसिनको स्विच नन स्विच चाहिँ डट 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 छनमनुल भनेको चाहिँ पावर बटन अथवा मुख्य बटनलाई साधन आधा भनेको के भन्नु पर्यो साधन आधा भनेको चाहिँ बन्द गर्नु है बन्द गर्नु लाइन कट गर्नु हो क्या अब यदि कुनामेन काम सकियो भने छागब खुङ्गुनन कार्य गर्ने औजारहरूलाई छङ्नी हामे व्यवस्थापन बक्समा नख्खो राखेर खिगे स्विचिनन मेसिनको स्विचलाई चाहिँ डट 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 छनुनुन छादानेया हामीदा पावर बटन अफ गर्नु पर्दछ के गरेर अफ गर्नु त पावर बटनलाई नेरिदोरो पावर बटनलाई चाहिँ झराल्ने गरी भन्ने हो त पावर बटनलाई झराल्ने गरी त होइन नि त पावर बटनलाई झराल्ने गरी गर्नुहोस् यो त अब कसैलाई सल्लाह सुझाव दिँदा आफ्नो अवस्था परिवर्तन हुँदा आफूले केही गर्ने हुँदा लाग्छ हैन दोरोक भन्ने कुरा अनि टस भनेको चाहिँ बालेर स्विचलाई बालेर चाहिँ मुख्य बटनलाई अफ गर्न मिल्छ त भनेपछि नेरिदाबाट नेरियास भनेको चाहिँ झारेर है पावर बटनलाई चाहिँ के गरेर तल झारेर अनि साधारण हामीलाई बन्द गर्नु पर्दछ भन्ने कुरा बुझ्यौ है अब त्यो मेसिनहरुको त ठुलठुलो हुन्छ बटन पनि अथवा त्यो लाइन पनि झ्याट्ट तल झारेपछि बल्ल अफ हुन्छ मेसिनको त्यही भएर काम सकियो भने छागब खुङ्गुनन कार्य औजारलाई छाङ्नी हामे व्यवस्थापन बक्समा नख्खो राखेर ठिकै स्विचिनन मेसिनको स्विच पनि नेरस अनि झरालेर छननुन साधारण हामीलाई मुख्य बटनलाई अफ गर्नु पर्दछ ल त्यो सके पैंतीस हेरौँ त 35 हेरौँ त सिधै ल हेरौँ है मान्जिदा भनेको धुनी छुनु मान्जिगे दुईमेन छुने भयो भने अथवा छोयो भने मान्जिगे दुईदा भनेको छुने हुनु अनि मान्जिगे दुईमेन छुने भयो भने मान्जिजी आन्दोरोप नछुने गरी जी आन्ता भनेको नगर्नु जी आन्दोरोप नहुने गरी थाछिजी आन्दोरोप चोट नलाग्ने गरी थाछिगे दुईमेन चोट लाग्ने भयो भने अथवा चोट लाग्यो भने छागब ठोकुरुन सायद हाल्दैनन् कार्य औजारहरूलाई प्रयोग गर्ने बेलामा चाहिँ सिन्सु हाजी आन्तरोप गल्ती नहुने गरी छिप्सुङ या हामीदा ध्यान केन्द्रित गर्नु पर्दछ छिप्सुङ आधा भनेको के हो छिप्सुङ आधा भनेको के हो
ध्यान केन्द्रित गर्नु भने छिप्चुङ या हामीले ध्यान केन्द्रित गर्नु पर्दछ। चुकी विशेष गरी खाल भनेको चक्कु रो भनेको द्वारा अथवा चक्कुले छङ्गिरुल भनेको कागजलाई छारुल तेनन काट्ने बेलामा चाहिँ सोनका रागुल भनेको हातको औँला डट 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 छोसीमेया हामीदा हातको औँला मान्छेके देवन छुने भयो भने मान्छेजी आन्दोलक नछुने गरी मान्छेके देवन छुने भयो भने हो कि हातको औँलामा चाहिँ चोट लाग्ने नलाग्ने गरी हो त? हातको औँलामा थाछिजी आन्दोलक चोट नलाग्ने गरी छोसीमेया हामीदा होसियार हुनु पर्दछ। अब दोरोक आज अथवा जियान दोरोक भन्ने कुरा त जहिले पनि यो होसियारीका कुराहरू गर्दाखेरि लाग्छ। अनि अर्को चाहिँ शब्द पनि ट्याक्क मिल्दो छ, नेपालीमै अर्थ लाउँदा पनि ट्याक्क मिल्दो अर्थ भएको भएर छाकप तगुरोड सायङ हाल तेरन कार्य औजार प्रयोग गर्ने बेलामा चाहिँ सिल्छु आजी आन्दोलक गल्ती नहुने गरी छिप्चुङे हामीदा होसियार हुनु पर्दछ। अनि थुकी खाल्लो छङ्गिरुल छारुल तेरन विशेष गरी चक्कुले कागजहरू काट्दा चाहिँ सोनका रागुल थाछिजी आन्दोलक हातको औँलामा चोट नलाग्ने गरी छोसीमे हामीदा होसियार हुनु पर्दछ। बुझ्यो? तल्लो पनि हेर्ने हो त 36 पनि कति होला? एकै हो त। मौदा भनेको सामान जम्मा गर्नु। अब सामान जम्मा गर्नुबाट सामान जम्मा गोए सुमिदा भनेर चाहिँ गरिरहेको छ भन्ने अर्थ लाग्छ। म उमेन छ सामान जम्मा गर्दै हैन तैदै भन्ने अर्थ लाग्छ है। यन्स र उमेन छ भनेको चाहिँ एकै समयमा एकजना मान्छेले कुनै दुईवटा काम गर्दा। त्यसैगरी फरिदाबाट फरिको फालेर फरिमेन्छ फाल्दै भन्ने अर्थ लाग्छ। छनुन म चाहिँ नेनाने अर्को वर्ष छादङ छारुल गाडीलाई सारेको भनेको गाडी चाहिँ किन्ने विचार हामीदा गरेको छु। छनुन नेनाने छादङ छारुल सारेको हामीदा म चाहिँ अर्को वर्ष गाडी किन्ने विचार गरेको छु। कुरा छ त्यसैले इल्न्यान छन्बु त 1 वर्ष पहिलादेखि नै थोनुल पैसा डट डट सुविधा महँगो सुविधा जम्मा गरिरहेको छु हैन। सामान जम्मा गर्नु हो नि त, यो त अब सामान जुनसुकै सामान पनि जम्मा गर्नु के भन्छ? मौदा भन्छ। अब मेन्छ उमेन्छ त अब एकै समयमा हो नि त, 1 वर्ष पहिलाको कुरा नै भयो हैन। फरिको फाल्ने त कुरै भएन नि, फरि मेन्छ फाल्दै भन्ने अर्थ नि भयो हैन। भनेपछि यो मान्छे चाहिँ कोरियामै रहेछ क्या। हामी चाहिँ 2 वर्षको कमाइले गाडी किन्न सक्दैन नेपालमा हैन। छङ्दाबुन सामबन 3 को अर्थ के रे इल्बन एकै आन्सर भयो। यो क्वेशन चाहिँ भोलि गरौँला हैन। आजलाई चाहिँ यति गरौँ होला भन्न चाहन्छु र राम्रोसँग अध्ययन गर्ने। आज अलिकति टाइम लस पनि भयो। पहिले